सानो गरम हुँदैन अनि बाख्रालाई पुया है नि त बाख्रा चाहिँ थियो अहिले म धनको सुँगुरको मासु आज हामी सुँगुरको मासु खाने हो छम छम पारेर यहाँ फाड्दै हुनुहुन्छ खेप्पा सुनको हेलो साथीहरू यहाँहरू सम्पूर्णमा फेरि पनि मेरो नमस्कार। म चाहिँ सहरिया बुहारीको राधा सदा चाहिँ आज पनि हजुरहरू सामु सानो भिडियो लिएर आएकी छु। गाउँको छोटो मिठो एकदमै अर्ग्यानिक, किनभने म चाहिँ गाउँ गएको थिएँ यसपालिको दसैँमा। सो गाउँ गएको बेलामा चाहिँ हजुरहरू सामु दसैँको भिडियोहरू लिएर आउन सकिनँ र त्यतिखेर मैले कुनै पनि भिडियोहरू अपलोड गर्न पाएकी थिइनँ। सो साथीहरू अहिले चाहिँ म काठमाडौँ आएर पनि हजुरहरू सामु त्यही गाउँतिरकै भिडियोहरू चाहिँ हजुरहरू सामु लिएर आइराखेकी छु। हजुरहरूले माया गरेर हेरिदिनु होला है। यसपालि दसैँ भन्दा अगाडि म गएकी थिएँ, किनभने त्यहाँ बिहे पनि थियो। सो एकदमै रमाइलो भयो, दसैँ पनि मनाएँ होइन। तर तिहारमा चाहिँ काठमाडौँतिरै छु, किनभने तिहारमा चाहिँ यतैतिर मनाउने यतै रमाइलो हुन्छ भनेर यता आएकी छु। र हजुरहरू सबैजनालाई तिहारको धेरै धेरै शुभकामना पनि भन्न चाहन्छु। र हजुरहरूले एकदमै माया गरेर हाम्रो भिडियोहरू हेरिरहनु भएको छ, एकदमै साथ सपोर्ट दिइरहनु भएको छ। हजुरहरूलाई हृदयदेखि नै मुरी मुरी धन्यवाद पनि दिन चाहन्छु, किनभने होइन दसैँको माहौलमा पनि हजुरहरू पनि गाउँ जानु भयो होला होइन, गाउँतिर हुनुहुन्छ होला कतिजना यतै पनि हुनुहुन्छ होला। त्यस्तो समयमा पनि हजुरहरूले हामीलाई हेरेर माया गरिदिनु भयो र कमेन्ट गरिरहनु भएको छ, धेरै धेरै खुसी छौँ हामी। अनि के भन्न चाहन्छु भने हजुरहरूलाई अब हाम्रो भिडियो चाहिँ 100 भाग पुग्न लागिसकेको छ। अब चाहिँ कस्तो भइदिए हुन्थ्यो, के गरिदिए हुन्थ्यो भन्ने लागिरहेको छ। यताको यो हप्ताको भागमा के भइरहेको छ भने ज्ञानुलाई चाहिँ मधुले बार बार फोन गरिरहेको छ, तर ज्ञानुले फोन उठाउन सकेको छैन होइन। ज्ञानु चाहिँ यता बसन्तको घरमा छ, बसन्ते र उता मधु चाहिँ तडपिरहेको छ, एकअर्कालाई भेट्न नपाएर, एकअर्कासँग बोल्न नपाएर होइन। सबैभन्दा ठुलो माया त हो नि होइन। त्यो भएको कारणले साथीहरू के होला त अबको दिनमा, के साँच्चै मधु र बसन्तेको बिहे नै हुन्छ त, कि ज्ञानु र बसन्तेको बिहे होला त, कि ज्ञानु र बसन्ती बीच माया पिरती बहला, कि अब यता मधु र बसन्तीको माया पिरती बहला त। यो सब हेर्नको लागि हजुरहरूले पक्कै पनि भिडियो हेर्दै माया गर्दै जानुपर्ने हुन्छ। सो साथीहरू हामी चाहिँ हजुरहरू सामु जसो तसो गरेर भिडियोहरू ल्याउने कोसिस गरिरहेका छौँ होइन। हामीले चाहिँ यो सब भिडियोहरू चाहिँ दसैँ अगाडि नै हामीले सुटिङ गरिसकेको थियौँ। अब चाहिँ हामी कहिले गर्छौँ भने तिहार लगातै हामी सुटिङ गर्छौँ र हजुरहरू सामु सुटिङ रिपोर्टहरू पनि लिएर आउनेछु। र अब कस्तो खालको भिडियो बनोस्, कस्तो गरोस् भन्ने हजुरहरूको जिज्ञासाहरू केही छ भने हजुरहरूले त्यो जिज्ञासाहरूलाई पनि कमेन्टमा राख्न सक्नुहुन्छ है, किनभने हजुरहरूकै कमेन्ट अनुसार हामीले हजुरहरू सामु भिडियो लिएर आउने गर्छौँ र आउनेछौँ र भन्नुभएको छ। हजुरहरूले सहरिया बुहारी टिम मध्येको सबैभन्दा राम्री राधा भनेर कमेन्ट गर्नुभएको छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद होइन। हामी सबैजना राम्रो छौँ, हजुरहरूले माया गरिदिनु भएको छ र त हामी राम्रो भएको छौँ, नत्र भने त के राम्रो हुन्थ्यौँ र हामीलाई कसले चिन्नुहुन्थ्यो र होइन। हजुरहरूले माया गरिदिनु भएको छ। सो हजुरहरू सामु चाहिँ हामी के भन्न चाहन्छौँ भने यसै गरी सधैँभरि माया गरिदिनु होला भन्न चाहन्छु। र मेरो भिडियोलाई पनि हजुरहरूले यसै गरी माया साथ सपोर्ट गरिदिनु होला होइन। मैले चाहिँ अहिले यताको भिडियोहरू खासै नभएको कारणले गाउँतिर बनाएको भिडियोहरू चाहिँ लिएर आएकी छु, एकदमै अर्ग्यानिक आफ्नै होइन कल्चर अनुसारको। मैले गएर के गरेँ गाउँमा, कसरी खाएँ, के गरेँ, के खाएँ, सबै कुराहरू चाहिँ भिडियोमा समेटिएको छ। र हजुरहरू सामु पनि मैले त्यो भिडियोहरू चाहिँ लिएर आएकी छु है, किनभने मैले गाउँमा गएर पनि हजुरहरूलाई बिर्सेकी थिइनँ भिडियो अपलोड गर्नलाई, त्यहाँनिर नेट थिएन। अनि त्यति मात्रै कहाँ हो र साथीहरू, नेट पनि थिएन, डाटा पनि नचल्ने। सो त्यो भएको कारणले मैले हजुरहरू सामु भिडियो लिएर आउन पाएकी थिएन र मलाई त्यतिखेर एकदमै बिमार पनि भइरहेको थियो। मेरो स्वर कस्तो रुगाले गर्दा गाह्रो भएको थियो र अहिले पनि एकदमै गाह्रो अवस्थामा छ। चिसो मौसम लागिरहेको छ, मौसम परिवर्तन भइरहेको छ। त्यो भएको कारणले हामीलाई रुगा खोकी ज्वरोहरू यो समयमा चाहिँ सबैलाई लाग्न सक्छ। त्यो भएर जोगिएर आफ्नो ठाउँमा आफै सुरक्षित भएर बसौँ भन्दै अहिलेको लागि चाहिँ मैले चट्टा मिठो टक्क परेको भिडियो गाउँको अर्ग्यानिक लिएर आएको छु। हजुरहरू त्यतातिर गएर हेरिदिनु होला है प्लिज। अरे बिग्रिन्छ त्यो त, छोड्नु त यसरी लाउँछु म त। ल यो कच्चा जिन्दगीमा धेरै समयपछि घाँस काट्न पाइएर बोक्न पाइए भिडियो। ल गजर दिन त सानो गरम हुँदैन अनि बाख्रालाई पुया है नि त।
बाख्रा त्यति अहिले अहिले म धनुको थाल्छु सक्दैन गाल तैले सक्छ तरै गरौँ त विकास घाँस हेर्दा यति छ तपाईँले सक्ने मैले नसक्ने भन्ने अरे गाँठे ल है साथीहरू हेर्नुहोस् यहाँ हामी अब पोख्यो घाँस त सरिया बुहारी राधाले तपाईँहरूलाई लाग्छ होला होइन सिरियल मात्रै गर्छ प्याउ प्याउ आएर बोल्छ मात्रै भन्नुहुन्छ होला यी यसरी घाँस पनि बोक्नु जानेछ हेर्नुहोस् है साथीहरू घाँसै काटेर हुर्क्या हो अहिले पो सहर बजारतिर छिरिएर यसो नाटक पारे जस्तो चुयो तपाईँले नै अनि भारीले त्यसरी लगाइदिए ढिलो भयो भने आपत चुहेको तपाईँ बटल्दै आउनु ल है साँच्चै चुयो त भारी लाउनु जाँदैन बुढी बाउ लाग्यो कि यो विकास घाँस गराउँछ उ ल त टिप्दै आउने है म बोकेर हिँडेँ घाँस चुयो अरे कि ल ल ल भोता यहाँनिर चुयो त चुयो चुयो तपाईँले गर्दा चुहेको क्या यो बिचमा लाउनुपर्छ नि भारी त्यसमा लाग्यो यो विकास घाँस किच्चिको किच्चा गर्छ कस्तो हुन्छ भाडामा घाँस काट्ने भन्नुहुन्छ साथीहरू होइन भारी लाउनु जान्दैन ल घाँस सबै चुयो मैले त टाउको मात्रै बोकेँ चुयो लास्टमा नाम्लो मात्रै हुन्छ क्या टाउकोमा ल यो ढुङ्गा कटोस् न कस्तो चिप्लो रहेछ घाँस त यार यो घाँस भारी भत्क्यो भने लात्लुत भत्क्यो क्या घाँस त सबै चुयो त आमा यो भारी नै उल्टो लगाएर बुढीमा यो बाख्रालाई पनि दिउ न त अलिकति यो राम्रो खानु खाए त भिटामिन बाख्राको लागि त रोपेको गाईले है बाख्राले के भात खान्छ भैँसीले घाँस नखाएर के भात खान्छ र गाई छ भने जस्तो बाख्राले घाँस खाएपछि के खान्छ त त्यसले के खोजिने मेरो आमा बरा घाँस हेर्नु न यहाँ ए हाम्रो यो के अरे कुल पूजा यताउता ढ्याङ्ग्रो बजाउनु लाह मासु पाकिरहेछ हेर्नुहोस् हाम्रो यहाँ मासु यो के को कस्तो मासु भएछ अथ कहाँ ओहो हेर्नुहोस् है राम्रो ल हेर्नुहोस् हाम्रो यहाँ आमा बाउ अङ्कल अन्त भाइहरू र बुवा अनि यतातिर हाम्रो हजुरबा हुनुहुन्छ साथीहरू हाम्रो चाहिँ यहाँनिर हाम्रो यो भनेको कुल पूजा हाम्रो हजुरबाले यसो बनाइरहनु भएको छ हेर्नुहोस् यस्तो हुन्छ हाम्रो धर्म अनुसार होइन बाजे हो नि त नि ल यो त झाँक्री स्याउला है बाजे हाम्रो हजुरबा भएन हाम्रो संस्कार हाम्रो अङ्कल ओछ्याउँदा हुनुहुन्छ साथीहरू हामीले चाहिँ यसरी गर्छौँ है हेर्नुहोस् यहाँ एक एकवटा जतिवटा भाइ दाजुभाइ छन् त्यतिजनाको एक एकवटा रातो भाले पूजा हुन्छ यो साथीहरू यस्तै हो देख्छ कतिवटा हो लाइट जला ओ माई गॉड लाइट जलाएपछि देख्छ त्यसको लाइट कतिवटा छ यहाँ 5वटा भाले हेर्नुहोस् है ल हेर्नुहोस् गाली छैन गाली छैन गाई हाम्रो खेपासुङ माने पेमे हो सकियो खेपासुङको गुरु पूजा है गुरु पूजा कुल पूजा है कुल पूजा राम्रो फुल त कस्तो
यसले कता कता बाँड्दैछ यसले कतिवटा भाग कराई ल्याएर बाँड्दैछ 20 भाग त्यो बिहान बोजेल ल्याउनु भएको कता उता बिहान बिहान गएर अघिको के जाति पूजाको त्यो सबैलाई लाउनु गुरु पूजा त्यो नहाल्नु दुईटो उता कहाँ यो त पर्छ त लाउनु पर्यो होइन धेरै भयो धेरै भएको छ क्या 20 जना भइसक्यो हस् न के पनि होस् न अहिले हेरौँ न एक्स्ट्रा हुन्छ मलाई थाहा हुन्छ मासु सकियो ल ल ल त्यो सक्यो कि अघि नै सक्यो त्यो सक्यो भने सक्यो त्यो चाहिँ लानु त्यो चाहिँ चम्चा चम्चा पक्रो चम्चा सानो चम्चाले त त्यसले नै हाल्न भाइ डाडुले नै मिल्छ हाल्यो अङ्कल उडाउ है उडाउ उठौ है सबैजना सुँगुरको मासु आज हामी सुँगुरको मासु खाने हो छम छम पारेर यहाँ फाट्दै हुनुहुन्छ आन्टीले फाट्नु भएको अरे हाम्रो आन्टी कडा हुनुहुन्छ फेरि यहाँ मलाई नआइकन यहाँ कालो न कालो कहाँ देखाउनु परेन भाइरल बनाउँछ झन् भाइरल बनाउँछ ल यतातिर गए लोकल यति मिठो हुन्छ र कुरै छोडौँ तैँलाई फाट भनेर मान्न आन्टीले फाट्दै हुनुहुन्छ रक्ती तपाईँ खानु बजे रक्ती होस् यसलाई जोख्ने माल छैन कि जोख्नु पर्दैन अब बजै त नि कसको रामायण ल्याए होइन पारि रिम्कीको त्यो फोक्सो फोक्सो हालिदिनु हो त्यसरी भाग लगाएकै साथीभाइ हेर्नुहोस् है हाम्रो यस्तो